के तपाईलाई थाहा छ, नासरतकी एक किशोरी मरियमले इतिहासको सबैभन्दा महान आशा र स्तुतिका प्रशंसाका गीतहरूमध्ये एक गाएकी थिइन्। आजको क्रिसमस यात्राको यो श्रृङ्खलामा हामी मरियमको गीत अर्थात् म्याग्निफिकेटमाथि ध्यान केन्द्रित गर्नेछौँ। लुका 1:46देखि 55मा एलिसिबालाई भेटेपछि मरियम यसो भन्छिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमाहाट गर्दछ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छलपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दीनहरूलाई उचाल्नु भएको छ। भोकाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै हात पठाउनु भएको छ। अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। मरियमको यो गीत आनन्द, न्याय र परमेश्वरको विश्वासयोग्यताको भविष्यवाणीपूर्ण स्तुति गीत हो। यसको अर्थ एकदमै गहन र महत्त्वपूर्ण छ। यस भजनद्वारा मरियम परमेश्वरको दयाको स्तुति गाउँछिन् र आफ्नो निम्ति मात्रै होइन तर सबै पुस्ताहरूका लागि परमेश्वरका प्रतिज्ञाहरूका निम्ति उत्सव मनाउँछिन्। गरिब, निम्न र पीडितहरूप्रति परमेश्वरको विशेष निगरानीको कामलाई देखाउँछिन् र परमेश्वरको कार्यको पूर्णतालाई नबुझे तापनि उनले परमेश्वरको योजना अवश्य पूरा हुनेछ भनी स्वीकार गरिन्। म्याग्निफिकेटले यो देखाउँछ कि क्रिसमस केवल बालक येशूको जन्मको बारेमा मात्र होइन तर परमेश्वरको कृपा, न्याय र उद्धार कार्यको बारेमा पनि हो। यो यस्तो गीत हो जसले हामीलाई परमेश्वरको महान योजनामा विश्वास गर्न सिकाउँछ। मरियमले हामीलाई यो सिकाउँछिन् कि साँचो आनन्द परिस्थितिमा होइन तर परमेश्वरले गर्नुभएको कार्यमा केन्द्रित हुँदा पाइन्छ। अनिश्चिततामै पनि हामी प्रभुको बढाइ गर्न सक्छौँ र उहाँले उपलब्ध गराउनु भएको मुक्तिमा आनन्दित हुन सक्छौँ। यसकारण आज मरियम झै आफ्नो स्वर उठाउनुहोस् र परमेश्वरको महान कार्यलाई स्मरण गर्दै आनन्दित हुँदै उहाँको स्तुति गर्नुहोस्।